डाँडाकाँडा ठिक छ Dit is आज हजुर यसो पुरानो गरौँ जस्तो लागिरहेको थियो I don't know if it's the right time or not है के भन्छ त्यही त है त्यो एकचोटि हाम्रो के भन्छ त्यो हाउदा शीतलको मोडल सित त्यो के इस्युजहरू यताउता आइरहेको थियो है अब त्यो त्यति बेला मैले अलिकति के भन्छ त्यो अलिकति राम्ररी त्यो कुरालाई अप्रोच गरिन जस्तो लाग्छ है म पनि अलिकति अर्कै अलिकति नराम्रो कुराबाट ड्रिभन भयो जस्तो लाग्छ त्यति बेला चाहिँ अनि जस त्यो कुरामा चाहिँ म सबैलाई सरी भन्न चाहन्छु अनि अलिकति मैले त्यस्तो एक्ट नगर्नु पर्थ्यो जस्तो लाग्छ अब त्यही हो गाई अब यो भनेको दिस इज अ स्मल इन्डस्ट्री अनि हामी सबैजना होइन काम गरिरहेको हुन्छ अनि अब होइन त्यति बेला म पनि अब आफ्नो होइन अरू धेरै कुराहरूमा कटअप थिएँ अरू धेरै ठाउँमा इन्भेस्टेड थिएँ होइन अनि फाइनेन्सेसहरू त्यस्तै हो कहिले यता कहिले त्यता कहिले यता त्यता भइरहेको हुन्छ होइन अनि त्यही भएर पनि त्यति बेला उसलाई मैले अब टाइममा पे गर्नु चाहिँ पाइनँ होइन अनि तर ढिलो चाँडो भए पनि अब लाइक वी सर्टेड इट आउट तर अब त्यति बेला मैले अब उसलाई जस्तो ट्रिट गरेँ अथवा यु नो लाइक जे गरेँ त्यो चाहिँ अलि रङ नै थियो अहिले when I look back at it अनि त्यो कुराको लागि चाहिँ म सबैलाई सरी भन्न चाहन्छु for how I acted and for what I did अनि एल्सिस अब सी इज माई फ्रेन्ड होइन उसलाई पनि एकदम सरी if she hears this अनि त्यो हो गाई अब कहिले काहीँ अब त्यो हो म पनि I might be wrong होइन मैले पनि आफ्नो अब के भन्ने है मबाट पनि गल्तीहरू हुन्छ अब त्यसको लागि चाहिँ सबैजनाले मलाई माफ गरिदिनु होला I should have not acted like that अनि त्यही हो एल्सेसलाई एकदम सरी भन्न चाहन्छु अनि अब त्यही हो टाइम र सिचुएसनहरू त्यस्तै भयो अनि त्यही नै हो तर गो चेक आउट हाउ द शीतल है एभ्रीबडी राम्रो भएको छ त्यो काम अनि त्यही नै हो यो कुरा चाहिँ लाइक अलिकति बडलप भइरहेको थियो अनि आई निडेड टु क्लियर इट आउट जस्तो पनि लागिरहेको थियो त्यही भएर नि त्यही हो गुड मर्निङ केटा हो के छ एभ्रीबडी हाउ इज एभ्रीबडी डुइङ यो कुराको बारेमा चाहिँ त्यही हो है Yeah, it's a beautiful day. Ani I woke up having some coffee and actually I'm on the way to Kathmandu. Ani पूर्वतिरै थिए यो past week. Ani त्यसै हो कामहरु छ यताउता you know how it goes. Ani they were getting back to Kathmandu आज अहिले चाहिँ बाटोमा छु त्यही having a sip of coffee. त्यही हो है अहिलेको कुरा चाहिँ आई होप एभ्रीबडी अन्डरस्ट्यान्ड्स अनि सकेसम्म सबैले त्यो कुरालाई चाहिँ सेयर गरिदिनु होला लेट पिपल नो है अनि त्यही नै हो अब त्यही नयाँ म्युजिकहरू आउँदैछ याबी र मेरो आउँदैछ नयाँ काम नयाँ म्युजिक भिडियो प्लस एमसी दाइ र मेरो नि आउँदैछ प्लस मेरो आफ्नै कामहरूमा पनि गरिरहेको छु एक दुईवटा भिडियोहरू प्लान गरिरहेको छु सो द्याट इज कमिङ आउट रियल सुन एज वेल नर्थ इस्ट आउने हो यार ब्रो त्यो त एकदम आउनु मन छ यार आउनु मन छ यता सिक्किमतिर आउनु मन छ सिलिगुडीतिर आउनु मन छ
तर मन मात्र भएर पनि हुँदैन अब अलिकति मजाले आउनुपर्ने हुन्छ अनि त्यही त हो नि होपफुली सबै ठाउँहरुमा आउँछु होला चाँडै ल त गाइस सबैको दिन एकदम शुभ रहोस् अनि त्यसपछि यसो बोय कविजी सधैँ यस्तो माया देखाइदिनु होला अनि नयाँ कामहरु आइरहेको छ अनि त्यही हो सबैलाई फिक्सन ल है त